सम्माननीय प्रधानमन्त्रीजीले बोलिरहँदा असाध्यै नमिठो ढङ्गले सम्माननीय प्रधानमन्त्रीजीमाथि अवरोध गर्ने सिर्जना गर्ने जुन काम भयो, म हाम्रो दलको तर्फबाट र सिङ्गो संसदको तर्फबाट उक्त कार्यको निन्दा गर्दछु, भर्त्सना गर्दछु। तर प्रधानमन्त्रीजीले संसदमा बोलिरहँदाखेरि संविधान, नियम कानुन, यो संसदको नियावली यी सबै कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्रीजीले विपक्षी दलले उठाएका कतिपय विषयलाई पनि सम्बोधन गरिरहनु भएको थियो। तर असाध्यै असहिष्णु ढङ्गले प्रधानमन्त्रीमाथि जसरी अवरोध सिर्जना भयो, यो नेपालको संसदीय व्यवस्थाको इतिहासमा सम्भवतः आज एउटा कालो धब्बा पनि होला भन्ने मलाई लाग्छ। तर हाम्रो संसदीय व्यवस्था यतिमा अतालिँदैन सभामुख महोदय। यस्ता धेरै कुरालाई पचाएर आएको, यस्ता धेरै कुरासँग जुझ्दै आएको यो संसदीय व्यवस्था। त्यसकारण यस्ता क्षणिक आवेग र उत्तेजनाबाट हामी कदाचित पनि विचलित छैनौँ। यो संसद विचलित छैन, हामी सिङ्गो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू विचलित छैनौँ भन्ने कुरा म सभामुख महोदय मार्फत राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, गएको 15 गते अर्को एउटा पाशविक र निर्मम ढङ्गका केही घटनाहरू नेपालको काठमाडौँ राजधानीमा घटे। त्यस क्रममा एकजना श्रमजीवी पत्रकार सुरेश रजक, जो समाचार सङ्कलनको निम्ति असाध्यै ज्यान जोखिममा राखेर काम गरेका थिए, उनीमाथि आगो लगाइयो। उनी बसेको घरमा तल ताला लगाइयो र उनलाई निस्किन दिएन र घरभित्रै जलेर उनको मृत्यु भयो। सम्भवतः नेपालको इतिहासमा नभएको घटना यो घट्यो र म दुःख व्यक्त गर्दछु। सुरेश रजकप्रति सहानुभूति व्यक्त, खास गरी श्रद्धाञ्जली व्यक्त गर्दछु र यस्ता घटनाको म घोर निन्दा र भर्त्सना पनि गर्न चाहन्छु सभामुख महोदय। यही संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारजी हुनुहुन्छ। उहाँ चढेको गाडीमा आगजनी भयो र उहाँलाई नचिनेर होला सम्भवतः गाडीबाट निस्किन दिइयो। चिनेको भए के हुन्थ्यो भन्न सकिँदैन। सन्तोष परियार, जसले एउटा लोकतान्त्रिक गणतन्त्रको यो सुन्दर फुलबारीमा आफ्नो व्यक्तित्व बनाउँदै हुनुहुन्थ्यो, एउटा राजनीतिक दलको प्रतिनिधिको रूपमा, उहाँ मृत्युको मुखबाट फर्किनु भयो। म हाम्रो दलको तर्फबाट माननीय सन्तोष परियारजी प्रति सहानुभूति व्यक्त गर्न चाहन्छु सभामुख महोदय। हामी आज जुन बहस गर्दैछौँ नेपालको राजनीतिमा, फेरि नेपालको राजनीतिलाई पछाडि धकेल्ने, नेपालको राजनीतिलाई पश्चगमनतिर लाने एउटा कुत्सित मनसायबाट यस्ता कदमहरू हुँदैछन्। मैले सुन्दैछु कि अब फेरि एउटा संवैधानिक राजतन्त्र चाहियो, संवैधानिक राजा चाहियो। सभामुख महोदय, हामीले त यो अभ्यास गरेर आइसकेका हौँ। यो अभ्यास पटक पटक भएको नेपालको क्रान्तिमा, नेपालको राजनीतिक क्रान्तिमा सभामुख महोदय, राजा र जनताको बीचको सम्झौता, राजा र संसद बीचको सम्झौता पटक पटक भएको नभएको होइन। तर त्यो सम्झौता कसले भङ्ग गर्यो? इतिहास फर्केर हामी हेरौँ। 7 सालको सम्झौता 17 सालमा गएर कसले भङ्ग गर्यो? प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई जेलमा थुन्ने काम, जो जननिर्वाचित हुनुहुन्थ्यो, संसदको 2/3 बहुमत कमान्ड गर्नुहुन्थ्यो, उहाँले के गर्नुभएको थियो? उहाँले संवैधानिक राजा मान्नु भएको थियो कि थिएन? जति बेला कम्युनिस्ट पार्टी 4 सिट मात्रै संसदमा थियो, हामी त्यही संसदमा थियौँ, हामीले के मानेका थियौँ? र त्यो सम्झौता कसले भङ्ग गर्यो? इतिहास एकपल्ट फर्केर हेर्नुपर्छ सभामुख महोदय। पञ्चायतलाई जिताउनको लागि 37 सालको जनमत सङ्ग्रहमा के भए, राजा फर्काउने नवराज सुवेदीको किताबमै त्यो लेखिएको छ। त्यो किताब हामी एकपल्ट पढौँ। कसरी पञ्चायतलाई जिताउने षड्यन्त्र भयो, जनताको आवाजलाई कसरी दमित गर्यो। यदि त्यस्तो नभएको भए नेपालको लोकतन्त्र अझै अगाडि जान्थ्यो। ती कुराहरूलाई छोडिदेऊ। म सम्माननीय सभामुख महोदय, इतिहास निर्मम हुन्छ, इतिहास निर्मम हुन्छ। हामी कम्युनिस्टहरू जो जन्मदै गणतन्त्रवादी हौँ, यसमा कुनै दुविधा छैन। तर 47 सालको जनआन्दोलनमा, जनक्रान्तिमा र त्यसपछिको संविधानमा संवैधानिक राजतन्त्रको व्यवस्था हामीले स्वीकारेका हौँ। त्यति बेला हाम्रो नेता कमरेड मदन भण्डारीले संसदमा पनि बोल्नुभयो र बाहिर पनि बोल्नुभयो। उहाँले भन्नुभयो एउटा राष्ट्राध्यक्ष चाहियो, ठिकै छ, हामी मान्छौँ। उहाँले भन्नुभयो संवैधानिक भएर बस्नुहोस्, हामी मान्छौँ, अगाडि जाउँ, मिलेर जाउँ। तर तपाईँले हात नलम्काउनुहोस्, आँखा नचम्काउनुहोस्। त्यो भयो भने
सम्झौता भङ्ग हुन्छ भन्नुभएको थियो। त्यो सम्झौता 2058 सालको असोज 18 गते त्यो सम्झौता भङ्ग भयो। अनि 61 साल माघ 19 गते यही हुनुहुन्छ सम्माननीय त्यस बेलाका प्रधानमन्त्री शेरबहादुर देउवाजी, उहाँलाई लगेर जेलमा थुनिदा त्यो सम्झौता शेरबहादुरजीले भङ्ग गर्नुभयो कि ज्ञानेन्द्रले भङ्ग गरे? एकपटक हामी त्यो सम्झौँ। आफ्नो सिद्धान्त गणतन्त्रवादी बनाएको एउटा कम्युनिस्ट पार्टी कसरी राजासँग सहकार्य गर्न आइपुग्यो त्यो इतिहासमा कसैले नभुलौं। संवैधानिक राजतन्त्र संसदीय व्यवस्थालाई आफ्नो आदर्श मान्ने नेपाली कांग्रेस कसरी गणतन्त्रको पक्षमा आइपुग्यो त्यो इतिहास कसैले नभुलौं। पटक पटक यी सम्झौताहरू भङ्ग भएका छन्। हामीले भन्यौं संविधान सभाको पहिलो बैठकबाट निर्णय हुन्छ, संविधान सभाको पहिलो बैठकले निर्णय गर्यो। आज फेरि केही कोणबाट होइन संवैधानिक भएर बस्ने, बेलायत जस्तो भएर बस्ने, जापान जस्तो भएर बस्ने, थाइल्यान्ड जस्तो भएर बस्ने त आज खोजेको हामीले भन्दै कतिपय मान्यज्यूहरूले यहाँ पनि बोल्नुहुन्छ। हामीले त 47 सालको संविधानमा त्यो बेलायतको भन्दा, जापानको भन्दा, थाइल्यान्डको भन्दा पनि अझै एक्टिभ राजाको स्थान सुरक्षित गरेको हो नि। अब कता जाने? कुन राजा ल्याउने हो? यहाँ हामी राजावादी हौ, हामीलाई समात थुन भनेर छाती पिटी पिटी राप्रपाको अध्यक्षज्यूले बोल्न पाउनुभयो यही संसदमा, सडकमा होइन। सभामुख महोदय, म सम्झाउन चाहन्छु 46 सालपछि छाती पिटेर बोल्न होइन सभामुख महोदय। बाबु आमा मर्दा मलामी जान नपाएका हामी यहाँ छौँ, यही संसदमा छौँ सभामुख महोदय। आफ्नै दाजुको आफ्नै दिदीको विवाहमा जन्ती जान नपाएका मानिस हामी यही छौँ सभामुख महोदय। यो कुरा पनि हेक्का होस्। आज तपाईले छाती पिट्न पाउनु भएको छ नि, हो यसकै निम्ति हो यो व्यवस्था। तपाईले भन्न पाउनु भएको छ नि, यसकै निम्ति हो यो व्यवस्था। आज सम्माननीय प्रधानमन्त्री बोल्दा तपाईका दलका कतिपय मूर्धन्य नेताहरू उभिएको देख्दा मलाई असाध्यै लज्जित भए म। जो मान्यजीले यो संसदमा ज्येष्ठ सदस्यको हिसाबले हामीलाई शपथ गराउनु भयो, त्यो मान्यजी उभिएको देख्दा, जो राष्ट्रिय पञ्चायतदेखिको सदस्य हो, अरू मान्य पनि राष्ट्रिय पञ्चायतदेखिको सदस्य हो, उहाँहरू उभिएको देख्दा मलाई चिन्ता लाग्यो। केही नयाँ हुनुहुन्छ, जोस छ, जाँगर छ। मलाई विश्वास थियो कि उहाँहरू यहाँ पढ्न आउनुभयो, यो संसदको एउटा विश्वविद्यालयमा पढ्दै हुनुहुन्छ। आज मलाई लाग्यो पढ्न होइन, यो विश्वविद्यालय भत्काउन आउनुभएको। यो विश्वविद्यालय भत्किँदैन। यो विश्वविद्यालय जनताको रगत पसिनाबाट बनेको विश्वविद्यालय हो। जतिसुकै बल गरे पनि यो भवन, यो विश्वविद्यालय, यसको आचरण, यसको व्यवहार, यसको पद्धति भत्किँदैन सभामुख महोदय। म उहाँहरूलाई त्यो भन्न चाहन्छु, हेक्कारोस् पनि म भन्न चाहन्छु। त्यसकारणले सभामुख महोदय, हामी एउटा सभ्य समाजमा जाँदैछौँ, 21औं शताब्दीको सभ्य समाजमा जाँदैछौँ। हामीले संविधान सभाबाट संविधान बनाइसकेपछि, खास गरिकन संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिसकेपछि त्यो पनि एउटा सम्झौता भएको। हामीले अस्तिसम्म तत्कालीन राजा ज्ञानेन्द्रलाई धन्यवादै भनेका थियौँ। तपाईले छोड्नुभयो, जनताको आदेश मान्नुभयो, ठिक छ। अब तपाईँ एउटा सम्मानित नागरिक भएर बस्नुहोस्। तपाईलाई एउटा सम्मानित नागरिकको मात्रै होइन, राष्ट्रध्यक्षको, पूर्व राष्ट्रध्यक्षको हिसाबले यो सरकारले, राज्यले तपाईलाई सेवा सम्मान दिन्छ भनेर दिएको। तर त्यो सम्झौता पनि आज शीतल निवासमा बसेर ज्ञानेन्द्र शाहले भङ्ग गरेका छन्, निर्मल निवासमा बसेर भङ्ग गरेका छन्। त्यसकारण आज म यो संसद मार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भङ्ग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन? म सरकारलाई सोध्न चाहन्छु। सम्झौता भङ्ग भयो, उहाँले सम्झौता भङ्ग गर्नुभयो, उहाँले लफुङ्गाहरूलाई जनकमान्डर बनाएर तिनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो। तपाईले यही शब्दमा आपत्ति गर्नुभयो। म 10 पटक भन्छु यो शब्द, निर्मल निवासबाट लफुङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो। तपाईको सम्झौता भङ्ग भयो। त्यसकारण म भन्न चाहन्छु कि तपाईँ माथिको सेवा सुविधा अब के हुन्छ, सरकारले जवाफ दिनु पर्यो, त्यो पनि म भन्न चाहन्छु। अनि नेपालको राजतन्त्र कस्तो थियो? सम्माननीय सभामुख महोदय, राष्ट्र जोगाउन राजा चाहियो। पृथ्वीनारायण शाह अनि बहादुर शाह पछाडिका राजाहरूले यो देशमा कुन राष्ट्र जोगाए? हाम्रो सिमाना कहाँ थियो? एकपल्ट हामी सम्झ्यौँ।
आज हाम्रो सिमाना कहाँ छ? कसको कारणले? जेठीको छोरो दाजु बनाउने कि कान्छीको बनाउने कि ल्याइतेको बनाउने कि ब्याइतेको बनाउने कि कसको बनाउने भन्ने नाउँमा दरबारभित्रको झगडाले देशको सिमाना खुम्च्याउने को? कालापानी 1962 मा कालापानीमा भारतीय सेनाहरू बस्दा यो देशमा कसले शासन गरेको थियो? सुस्ता महेशपुर 62 ठाउँमा सीमाको विवाद छ। आज कसका पालामा थियो? कुन राष्ट्र जोगाउने? हामी पृथ्वीनारायण शाहलाई सलाम गर्छौँ। पृथ्वीनारायण शाह राजा थिएनन्, पृथ्वीनारायण शाह नायक थिए, त्यसकारण उनलाई मानेको। राजा भएको मान्य थिएन होला, हामी नायक थिए त्यसकारणले मानेको। त्यसैले यहाँ के को राष्ट्र जोगाउन राजा चाहियो? कहाँ जोगाए? कुन सिमाना जोगाए? कुन नागरिकलाई सम्मानित ढङ्गले यहाँ बस्न दे? त्यसकारणले यस्ता थुप्रै बहस गर्नुको आज केही औचित्य छैन सभामुख महोदय। व्यक्तिगत रूपमा म जान चाहन्न। दरबार हत्याकाण्ड कसरी भयो? कोत पर्व कसरी भयो? भण्डारखाल पर्व कसरी भयो? यी सबै इतिहासका पानामा सुरक्षित छन्। के कोत पर्व हुँदा कांग्रेस पार्टी थियो? कोत पर्व हुँदा एमाले पार्टी थियो? भण्डारखाल पर्व हुँदा कुन पार्टी थियो? दरबार हत्याकाण्ड हुँदा प्रधानमन्त्रीलाई छिर्न पनि नदिने दरबारभित्र हामीले देखेका छैनौँ। दरबार हत्याकाण्डको बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई लास हेर्न जान पनि दिएन। उहाँमाथि ढुङ्गामुढा भयो। बहुदलीय व्यवस्थाको पक्षधरहरूमाथि ढुङ्गामुढा भयो। त्यसका बावजुद पनि ज्ञानेन्द्रजी सम्झौता गर्नुहुन्छ भने ठिकै छ भनेर मानेको हो नि। एउटै कुरा पटक पटक अब हुँदैन। इतिहासले त्यसको छिनुफानु गरिसक्यो सभामुख महोदय। अब के को छिनुफानु फेरि? के को व्यवस्थाको खोजी फेरि? के हामी मेघना काँटातिर जान खोज्या हो? हामी टेनिस कोर्टमा लुई 14 को टाउको काटेको दृश्यमा पुग्ने हो? हामी कहाँ जान खोजेको? हामी त्यसरी जाँदैनौँ। हामी संयम छौँ। यो देश सहिष्णु छ। यो बुद्धको भूमि हो सभामुख महोदय। यो पूर्वीय सभ्यताको भूमि हो। यो देशका नागरिकहरू, यो देशको राजनीतिक नेतृत्व दल त्यो तहको असहिष्णु छैन। त्यो तहको काम गर्न उद्यली छैन। त्यसकारणले हामीले पटक पटक सम्झौता गरेर यसरी आएका छौँ। र अब फेरि अर्को फैसला गर्ने, यो मुलुकलाई जहिले पनि गिनीपिग बनाउने हिन्दू राजा चाहियो, हिन्दू राष्ट्र चाहियो। संविधानमा प्रश्न लेखेको छ धर्म के हो? सनातन धर्महरू जो परम्परादेखि चल्दै आएका छन् त्यसमाथि राज्यले सम्मान गर्छ भन्ने कुरा प्रश्न लेखिएको छ। हिन्दू राजा चाहियो, हिन्दू राज्य चाहियो। म भन्न चाहन्छु बहुसंख्यक हिन्दू समुदायको भावनामाथि खेलबाड नहोस्। यो देश बहुसंख्यक हिन्दूहरूको साथै यो देशमा अल्पसंख्यक धार्मिक सम्प्रदाय पनि त्यत्तिकै सुरक्षित छ। कोही पनि हिन्दू असहिष्णु छैन। यहाँ हिन्दू धर्मका केही पुजारीहरूले हिन्दू धर्मलाई असहिष्णु बनाउन खोजिरहेका छन् र धार्मिक सम्प्रदाय बनाउन खोजिरहेका छन्। म भन्न चाहन्छु बुद्धिस्टहरूको निम्ति पनि यो सुरक्षित भूमि हो, इसाईहरूको निम्ति पनि सुरक्षित भूमि हो, मुस्लिमहरूको निम्ति पनि सुरक्षित भूमि हो, किराँत सम्प्रदायको निम्ति पनि सुरक्षित भूमि हो। त्यसकारणले हामी धार्मिक सहिष्णुतामा छौँ। यो कुरालाई भत्काउन खोजिँदैछ। म प्रश्न गर्न चाहन्छु, राजा मार्फत हिन्दू राज्य ल्याउने साथी हो? जब राजा ज्ञानेन्द्र सत्तामा आए नि, हिन्दू धर्म छोडेको औपचारिक घोषणा गरेर विदेश पलायन भएको व्यक्तिलाई ल्याएर सबभन्दा माथिल्लो कार्यकारी पदमा राखेको इतिहास छैन तपाईँले? अनि के को हिन्दू धर्म जोगाउनुहुन्छ तपाईँ? सबभन्दा माथि धर्म परिवर्तन गर्न उक्साउनेहरूलाई ल्याएर सबभन्दा माथिल्लो पदमा राखेको होइन। अस्तिको इतिहास हो, भर्खरको इतिहास हो। त्यसकारण सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु यहाँ हाम्रा युवाहरूको केही भावनालाई गलत ढङ्गले परिचालन गर्न खोजिँदैछ। आज पनि संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले विदेशमा चोरी पैठारी गरेर निकासी गरेर विदेशमा लगेर पैसा कमाएका मूर्ति बेचेका मूर्तिहरू मन्त्रालयले फिर्ता ल्याउँदैछ। म मन्त्री हुँदा पनि केही ल्याएको थिएँ मैले। यी कहिले गए? यी मूर्ति आज अमेरिकाको म्युजियममा कसरी पुगे? जर्मनको म्युजियममा कसरी पुगे? बेलायतको म्युजियममा कसरी पुगे? एकपल्ट इतिहास हेरौँ त। कसले बोकेर गए? कसलाई पासपोर्ट चाहिँदैन थियो? कसलाई मात्रै भिसा चाहिँदैन थियो आउन जान? आज राष्ट्रपतिलाई पनि पासपोर्ट चाहिन्छ, भिसा चाहिन्छ सभामुख महोदय। प्रधानमन्त्री भोलि थाइल्यान्ड जाँदै हुनुहुन्छ, उहाँलाई भिसा चाहिन्छ, पासपोर्ट चाहिन्छ सभामुख महोदय।
कसको पालामा भयो? यो कुरा हामी नबिर्स्यौँ। सभामुख महोदय, म भन्न चाहन्छु एकदमै राम राज्य भएको 1990-2047 सालमा नेपालको जीडीपी 3.6 बिलियन अथवा 4 खरब जति। आजको अवस्थामा 54 खरब जीडीपी, 50 बिलियन भन्दा पनि बढी जीडीपी आज छ। 180 प्रति व्यक्ति आय भएको $180 आज $1400 को। अनि त्यस्तै म भन्न चाहन्छु जम्मा 2047 सालमा सिमेन्टको घर भएका मानिसहरू जम्मा 11% सिमेन्टको घर, अनि हाल जम्मा 56%। कच्ची सडक त्यति बेला 90%, आज जम्मा 20% मात्रै कच्ची सडक। पक्की घरमा बस्नेहरूको अवस्था त्यति बेला 11%, आज 40%। यो के तथ्याङ्क हो? स्वास्थ्यको हिसाबले आमा मृत्यु दर, बाल मृत्यु दर उल्लेख्य रूपमा घटेको कुरा हामीलाई थाहा छ। स्वास्थ्यको हिसाबले प्रति व्यक्ति आएको मैले कुरा गरेँ। विद्युत खपत जति बेला 47 साल थियो 227 मेगावाट, आज 3400 मेगावाट पुगेको छ। यो कसरी सम्भव भयो? जति बेला एकजना व्यक्तिले 34 किलोवाट बिजुली प्रयोग गर्थ्यो, आज 400 किलोवाट बिजुली प्राप्त गरिरहेका छ, प्रयोग गर्दैछ। यो कसरी सम्भव भयो? विकास भएन, भ्रष्टाचार भयो, कुशासन भयो। विकास भएन भनिएको छ। यदि विकास नभएको भए, भ्रष्टाचार मात्रै भएको भए, कुशासन मात्रै भएको भए यो कसरी सम्भव भयो सभामुख महोदय? त्यसकारणले म जाँदै सभामुख महोदय हो, हामी आफ्ना कमजोरीहरूप्रति पनि सचेत छौँ, सूचित छौँ कि राजनीतिक दलहरूको केही कमजोरी होला। हाम्रो व्यवस्थाले अझै जति गर्नुपर्ने त्यति गर्न सकेन होला। हाम्रो पुलिस प्रशासन, हाम्रो कर्मचारी प्रशासन, हाम्रो अन्य निकायहरू, राजनीतिक नेतृत्वले जति गर्नुपर्ने त्यति गर्न सकेन होला। त्यसप्रति हामी आत्मालोचित हौँला। तर यसको नाममा समाजमा जसरी वितृष्णा फैलाउने कोसिस भएको छ र पुरानो व्यवस्था ठिक छ भनेर समाजलाई धकेल्ने नचाहिँदो एउटा राष्ट्रिय बहसमा मुलुकलाई प्रवेश गर्ने जुन कोसिस भएको छ, यो बिल्कुलै असम्भव हो, बिल्कुलै निन्दनीय हो। सभामुख महोदय, म यहाँ अन्तिममा भन्न चाहन्छु, एकपटक सुरेश रजकको चित्कारलाई हामी सम्झौँ। ती सशस्त्र प्रहरी महिला जसले मलाई बचाऊ 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 भनेर बिचरा उनी रुँदै थिइन्, कसको आँसु नझर्ला सभामुख महोदय? के यही व्यवस्था ल्याउन हो? यस्तै अवस्था ल्याउन हो? म तमाम सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, तपाईँको संयमताले जति क्षति हुनुपर्ने त्यति भएन। तपाईँले संयमता अपनाउनु भयो। त्यसप्रति सिङ्गो संसद हाम्रो सुरक्षा निकायप्रति धन्यवाद भन्छ। हामी धन्यवाद भन्छौँ। यो हो डेमोक्रेसीमा सुरक्षा निकाय। तर ती महिला प्रहरी, सशस्त्र प्रहरीको चित्कार हामी एकपल्ट यो संसदले सुनौँ। ती भिडियो एकपल्ट ल्याएर सभामुख महोदय यहाँ राखौँ, देखाउँ। अन्तिममा सभामुख महोदय, नेपालमा राजतन्त्र थियो इतिहासमा, अब ल्याउन लागेको राजा कस्तो रहेछन् भन्ने कुरा आम जनमतलाई, नयाँ जेनेरेसनलाई थाहा दिनुपर्छ। त्यसकारण झन्डै 50वटा गाडीहरू अस्ति जलाइएका छन्। ती सबै गाडी लगेर नारायणहिटी म्युजियममा राख्नु। राजाले के गर्दा रहेछन्? यो भवनहरू जलाइएको छ, सार्वजनिक भवन, सरकारी भवन। म प्रधानमन्त्रीजीलाई, सरकारलाई भन्न चाहन्छु कि 10 वर्ष बरु क्षतिपूर्ति दिउँ, जस्ताको तस्तै राखौँ। ती भवन देखाइदिउँ एकपल्ट दुनियाँलाई कि नेपालमा राजा आयो भने के गर्दा रहेछ। जडीबुटी उद्योग त्यो जस्ताको तस्तै राखौँ, देखाइदिउँ। नयाँ जेनेरेसनलाई देखाइदिउँ, नयाँ पुस्तालाई देखाइदिउँ के हुँदो रहेछ। सभामुख महोदय, जाँदै म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजीले भोलिदेखि जुन मित्र राष्ट्र थाइल्यान्डको भ्रमण गर्दै हुनुहुन्छ, बिमस्टेक सम्मेलनमा भाग लिँदै हुनुहुन्छ, उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र बिमस्टेक सम्मेलनमा द्विपक्षीय वार्ताहरू सफलताका साथ प्रधानमन्त्रीजीले सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिन चाहन्छु। र यो गणतन्त्र, यो संविधान र यो व्यवस्थाप्रति सिङ्गो नेपाल, सिङ्गो संसद, सिङ्गो राजनीतिक दल सबै हामी कुनै विवादमा छैनौँ, एकताबद्ध छौँ भन्ने कुरा पनि म मेरो दलको तर्फबाट आह्वान गर्न चाहन्छु। हामी एक ठाउँ छौँ। हामी राजनीतिक कन्टेन्टमा अलग होलाौँ, प्रतिस्पर्धामा अलग होलाौँ, तर गणतन्त्र यो चाहिँ व्यवस्था, यो संविधानप्रति हाम्रा कुनै विमति छैनन्। यसको संरक्षण र यसको सम्वर्धनमा एकताबद्ध भएर अगाडि बढौँ। धन्यवाद, नमस्कार।